हेलो नमस्कार सेवारो हेरे पनि सम्पूर्ण मित्रहरूलाई अनि हेलो अलिपुरद्वार। सो म अहिले अलिपुरद्वारमा छु। यो अलिपुरद्वारमा चाहिँ के को लागि आएको थियो भन्दाखेरि चाहिँ तपाईको आज चाहिँ हाम्रो सिन्ताम बजारको एकजना साथीको मङ्गनी इन्गेजमेन्ट मङ्गनीको लागि आएको थियो। यहाँ मङ्गनीको लागि आउँदाखेरि केटीहरु आउँदाखेरि चाहिँ एकछिन भिडियो बनाउनु मन पर्यो। अन्त भिडियो बनाउँदाखेरि चाहिँ यहाँको कस्तो छ भन्दाखेरि चाहिँ सिनहरु अथवा यहाँको वातावरणहरु चाहिँ कस्तो छ भन्ने तपाईलाई देखाउन लागिरहेको छु। तो यहाँको वातावरण चाहिँ यो अलिपुरद्वार रेल स्टेसन आरपीएफ पुलिस फोर्स यहाँनिर सबै क्वार्टरहरु रहेछ। रेलवे पुलिसको क्वार्टरहरु सो तपाईहरुले देख्नुहुन्छ। यहाँको नजाराहरु चाहिँ यस्तो छ। सो अहिले चाहिँ म रेलवे गेटदेखि अलिकति यता आएको छु। सो केटीहरुलाई चाहिँ केटीको अगाडि चाहिँ केटालाई देखाउनु हुँदैन अरे। अनि त्यो केटीलाई देखाउनु नहुनुको कारणले गर्दाखेरि चाहिँ केटालाई लिएर चाहिँ अलिकति म अलिक टाढो आएको छु। सो यहाँको सिनहरु कस्तो लाग्छ तपाई हेर्नुहोस्। अलिपुरद्वार सिक्किमदेखिको चाहिँ यहाँ अलिपुर आउनुको लागि चाहिँ ठक्कै तपाईको झन्डै 250 किलोमिटर जस्तो पर्छ। ओहोरदोहोर गर्दाखेरि चाहिँ 500 किलोमिटर चाहिँ म टनन कुद्नु पर्ने भयो। ओहोरदोहोरमा हत्तु हैरान गाडी कुदाउँदा हो। सो यहाँको नजारा यस्तो छ। अब तपाईलाई अलिकति पल्लोपट्टिको नजारा देखाउने छु। सो यो फर्स्ट भिडियो अलिपुर आएर चाहिँ बनाउँदैछु। अब टाइम पायो भने म तपाईलाई सेकेन्ड भिडियोमा पनि तपाईलाई बनाएर देखाउने वाला छु। सो अहिलेलाई भने चाहिँ तपाईको चाहिँ देख्नु हुँदैछ यहाँ गाडी मेरो यहाँ छ। अनि यो अलिपुरको मान्छेले त नेपाली बुझ्दैन होला। यो अलिपुरको मान्छेले नेपाली बुझ्छ? बेसी जस्तो बंगाली बोल्छ। हेलो अलिपुर कि भालो है? हामी भालो तुमी भी भालो। हामी चाहिँ नेपाली बोल्छौं, बांग्ला आउँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ म नेपालीबाट बोल्दैछु। अलिपुरको जति पनि साथीहरुलाई सम्पूर्णलाई म सिक्किमवासी, तपाईहरु अलिपुरवासी। अब यो भिडियो हेरेर चाहिँ तपाईहरुले मन परे कमेन्ट गर्नु होला, लाइक एन्ड शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला। तपाईहरुलाई चाहिँ म चाहिँ सिक्किमबाट आएको हो। सिक्किमबाट आउँदाखेरि चाहिँ यहाँ अलिपुरमा के कोसीले नलिकन लट्ठेका आइपुग्यो भनेर नरिसाउनु होला। कोसीले चाहिँ म आफै आइदिएको छु यहाँको लागि, तपाईहरुको लागि। यस्तो छ अलिपुर हेर्नुहोस् है। मैदानै मैदान चारैपट्टि मैदान एकदम मधेस। सो यहाँको नजाराहरु तपाईलाई हल्का देखाइदिएको अहिले चाहिँ। यहाँबाट चाहिँ तपाईले पहाड भनेको चिज चाहिँ कहीँ देख्दैन। एकदमै मधेस गरम पुरा यहाँको चाहिँ यति साह्रो गरम। अहिले नै यति साह्रो गरम छ, भोलि पर्सि कस्तो गरम होला। हेर्न सक्नुहुन्छ। तपाईले ठेला गाडी देख्नु भएको छैन होला। ठेला गाडी चाहिँ यस्तो हुन्छ है। अब तपाईलाई ठेला गाडी पनि देखाउँदैछु। ठेला गाडी ठेलेर चलाउनु पर्ने यो चाहिँ। ठेला गाडी दिस इज द ठेला गाडी। ठेलेर चलाउनु पर्छ यो। हेर्नुहोस् है राम्रोसँगले। ठेला गाडी नदेख्नेलाई चाहिँ ठेला गाडी देखाइदिएको छु। हेर्नुहोस् है, मान्छेहरु हेर्दै हाँस्दैछ मलाई। यहाँ मन्दिर रहेछ।
स्कूल से हाँ? स्कूल से आए हो? हाँ। क्या नाम है तुम्हारा? अच्छा, ल हेर्नुहोस् है अब घुम्यो अलिपुर। सबै क्वार्टर खाली यहाँ हेर्नु त क्वार्टरहरू।